श्रीकृष्ण भन्नुहुन्छ, माफ हरेक पटक गर तर विश्वास एक पटक मात्रै। प्रेम उसैलाई गर्नुहोस् जसलाई मनैदेखि मन पराइन्छ। यो आँखाको भर कहिले पनि नपर्नुहोस्, किनकि यसलाई त जति बेला जे देख्यो त्यही मनपर्छ। म तिम्रै नै हुँ अनि तिमी मेरै नै हौ। यो छोड्ने कुरा कहिले नगर ल, किनकि तिमी मेरो जिन्दगी हौ। तिम्रो माया लाग्छ र त तिम्रो हरेक एक सेकेन्डको हिसाब खोज्ने गर्छु कि कहाँ गयौ, कोसँग छौ, किन जाँदैछौ। यदि टाइम पास थियो भने त मलाई अरूको के मतलब। हेलो रिसाउने मान्छे, एउटा कुरा भनौँ? रिसाइ राख, मलाई त पकाउन आउँदैन। रूप र सम्पत्ति दुवै छैन मसँग, त्यसैले अनुहार र औकात हेर्नेहरू टाढै बस मबाट। थामेको हात नछोडला, खाएको कसम नतोडला। कसैले बोल्न मात्र खोज्यो भने पनि मेरो दिलमा अरूकै राज छ भनला। माया यस्तै लाग्छ, घरि घरि निदाइदिन मन छ। कुनै ठुलो दुर्घटना परि निदाइदिन मन छ। यो बोझ लाग्दो शरीर लिएर अनिदो भएको छु। यी आँखा नखोल्ने गरी निदाइदिन मन छ। छुटिँदा पनि समझदारीमै छुट्यौँ ल प्रिय मूर्ख। यो यात्रा हो, फेरि भेटिँदा मुस्कुराउन सजिलो हुन्छ।